ल अब मैले पकाएर त्यो थालीमा ल्याएर टक्कै हेर्नु हेर्नु गाई यो थालीमा ल्याएर अब मेरो खाना अब सुरु भयो है यो पकाइयो अब पकाइसकेपछि अब खाना सुरु भयो कतिको हजुरले भन्नु त यो मिठो होला कि होइन अब मैले आज पकाएको है पकाइदिएको आज कति के खानु लाग्यो खानु त्यस्तो हल्का अब चाउमिन गरेर आफ्नो कति होटल गएर खानु र फेरि त्यसो त आफूले बनाएर पनि खाउँ न कस्तो हुँदैछ टेस्ट गरौँ न त्यही भएर मैले आज यो बनाइदिएको बेस्ट कहिले गर्छ हजुरले पनि आफै बनाएर खानु न कतिको टेस्ट आउँदैछ भने आफूले पकाएको यस्तो टेस्ट आयो हेर्नु त लामो लामो लहर आउँदो रहेछ क्या खाने पनि कसरी कम गर्न छ यसलाई भन्छ छोटे बेर है छोटो बेर यसको नाम चाहिँ छोटे बेर मजा आएको भस्सा आपस पनि भस्काइदिन्छु अब है हेर्नु होला गाई घरमा बसेर मजा ट्याक्क यस्तै बनाएर आफूले मजाले ट्याक्क खानु होला कति टेस्ट हुन्छ एकचोटि ट्राई गरेर गरौँ न है स्वादिष्ट ती बबाल गर्मी हो क्या कति गर्मी हुन्छ त्यही भएर म भन्छु कि आफै घरमा बसेर यस्तो किनेर ल्याएर ट्याक्क खानुहोस् त्यो होटलको छ कि होटलको अब केमिकल हाले हुन्छन् है केमिकल के हाले हुन्छन् त्यही भएर आफ्नो ट्याक्क साग हाल्नु ट्याक्क पर प्याज टमाटर प्याज मात्रै टमाटर हाल्दैन है टमाटर त मैले हालेको छैन खै अझै हाल्छ भने चाहिँ त्यो पकाउँदाखेरि टमाटर चाहिँ मैले हालेको छैन हालेन खै अब हाल्छ नहाल्छ त्यो पनि मलाई थाहा छैन त्यो बनाएको पनि छैन फर्स्टबाट बनाएको छ त
बहुत मजा आ गया। त्यही भएर होटलको कहिले नखानु है, आफै बनाएर यस्तो टेस्ट गर्नु। जुन चिज खाने भयो भने आफै बनाउने, एक स्वादिष्ट बनाउने, राम्रो बनाउने, खाने आफ्नो स्वास्थ्यलाई पनि ठिक हुन्छ नि त है। ल सबैजनाले आफै बनाएर खानु ल। हस्ते नमस्ते है, आफै बनाएर खानुपर्छ। अरूले बनाएको केमिकल के हाल्छ उयो हाल्छ, आफूले चाहिँ आफै बनाएर खाने। ब्याग त होटेलमा त के पनि हाल्नु है। हस्ते नमस्ते सबैजनालाई। अब चाहिँ मेरो जस्तो गरी आफै बनाएर खाने।